नमस्कार दर्शकवृन्द, स्वागत छ तपाईलाई नभो एनबिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको आजको विस्तृत विश्लेषणमा। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर हलमा जारी यस प्रतियोगिताले दिन प्रतिदिन नयाँ रोचक मोड लिँदै गएको छ। आज हामी कुरा गर्नेछौँ न्यू डायमन्डको अपराजित यात्रा, विभागीय पुलिस र एपीएफको 5 सेटको रोमाञ्चक भिडन्त, पुरुषतर्फ खिल्जी र एपीएफको क्वार्टर फाइनल यात्रा र सेमिफाइनल तथा क्वार्टर फाइनलको सम्भावित समीकरण। भिडियो अन्त्यसम्म हामीसँगै रहनुहोला। महिलातर्फको समूह एमा टिपटप न्यू डायमन्ड स्पोर्ट्स क्लबले आफ्नो दबदबा फेरि एकपटक प्रमाणित गरेको छ। आजको निर्णायक खेलमा न्यू डायमन्डले एभरेस्ट भलिबल क्लबलाई 3-0 को सेटमा पराजित गर्दै 25-21, 25-15, 25-14 को स्कोरसहित सहज जित निकाल्यो। पहिलो सेटमा एभरेस्टले केही प्रतिरोध देखाए पनि त्यसपछि न्यू डायमन्ड पूर्ण रूपमा हाबी रह्यो। सर्भ, रिसिभ, नेट एट्याक र ब्लक तीनवटै पक्षमा न्यू डायमन्ड स्पष्ट रूपमा अगाडि देखियो। यो जितसँगै न्यू डायमन्डले 3 खेलबाट 9 अङ्क जोड्दै समूह ए को विजेता बन्न सफल भएको छ। यस समूहबाट त्रिभुवन आर्मी क्लब उपविजेता बनेर सेमिफाइनलको यात्रा तय गरेको छ भने एभरेस्ट र चुली युवा क्लब प्रतियोगिताबाट बाहिरिएका छन्। यदि समूह ए को समग्र विश्लेषण गर्ने हो भने न्यू डायमन्ड अनुभव, टिम केमिस्ट्री र निरन्तरता तीनै पक्षमा उत्कृष्ट देखियो। त्रिभुवन आर्मी क्लब 1 खेल गुमाए पनि प्रतिस्पर्धी टिमका रूपमा सेमिफाइनलमा प्रवेश गरेको छ। यता एभरेस्ट र सुली युवा क्लब भने केही राम्रा क्षण देखिए तर निर्णायक समयमा निरन्तरता नपुगेको देखियो। अब लागौँ महिलातर्फकै सबैभन्दा रोमाञ्चक खेलतर्फ। विभागीय टिम नेपाल पुलिस क्लब भर्सेस एपीएफ क्लब। यो खेललाई धेरैले फाइनल अगावै फाइनल भनेका थिए। खेलको सुरुवात पुलिस क्लबले पहिलो सेट 25-21, दोस्रो सेट 25-15 ले जित निकाल्दै स्पष्ट अग्रता बनायो। तर त्यसपछि एपीएफले शानदार कमब्याक गर्दै तेस्रो सेट 22-25 र चौथो सेट 21-25 जित्दै खेललाई 5औं सेटमा ढकेल्यो। निर्णायक 5औं सेटमा भने पुलिस क्लबले आफ्नो अनुभव देखाउँदै 25-9 ले खेल आफ्नो पक्षमा पार्यो। यो जितसँगै पुलिसको लगातार दोस्रो जित, एपीएफ पनि अङ्कका आधारमा सेमिफाइनलमा सुरक्षित भएको छ। समूह बी को अवस्था यस्तो रहेको छ। एपीएफ क्लब 7 अङ्क रहेको छ, नेपाल पुलिस क्लब 5 अङ्क, 1 खेल बाँकी। सुदूरपश्चिम प्रदेश र मध्य प्रदेश भने अङ्कविहीन रहेका छन्। अब पुलिसले समूह चरणकै अन्तिम खेल खेलेपछि सेमिफाइनलको एक्ज्याक्ट समीकरण तय हुने छ र सम्भावना यस्तो रहेको छ। पुलिस समूह विजेता भए न्यू डायमन्ड भर्सेस एपीएफ बीच सेमिफाइनल खेल हुनेछ भने पुलिस उपविजेता भए न्यू डायमन्ड भर्सेस पुलिसको सेमिफाइनल खेल हुनेछ। अब पुरुषतर्फको खेलको चर्चा गरौँ। खिल्जी युवा क्लबले धोरपाटन स्पोर्ट्स क्लबलाई 3-0 ले हराउँदै क्वार्टर फाइनलमा स्थान बनाएको छ। पहिलो सेट 25-15, दोस्रो 25-19 र तेस्रो 25-23 यो स्कोरसहित जितेको छ। पहिलो खेलमा नेपाल पुलिस क्लबसँग पराजित भएको खिल्जीका लागि यो खेल गर या मरको स्थिति रहेको थियो। खिल्जीले आक्रामक सर्भिस, सशक्त ब्लक र छिटो ट्रान्जिसन मार्फत आफूलाई नकआउट चरणमा पुर्यायो। अब खिल्जीले त्रिभुवन आर्मी क्लबसँग क्वार्टर फाइनल खेल्नेछ। त्यस्तै एपीएफ क्लबले पनि पुरुषतर्फ क्वार्टर फाइनलमा स्थान पक्का बनाएको छ। मणिमुकुन्द भलिबल क्लबलाई 25-10, 25-16 र 29-27 ले हराउँदै एपीएफ समूह ए को उपविजेता बन्यो। अब एपीएफले समूह सी को विजेता रुकुम पश्चिम भलिबलसँग क्वार्टर फाइनल खेल्नेछ। यता टिपटप हेल्प नेपाल र नेपाल पुलिस क्लब पनि यसअघि नै क्वार्टर फाइनल प्रवेश गरिसकेका छन्। सेमिफाइनलका लागि हेल्प नेपाल स्पोर्ट्स क्लबले बुढा नीलकण्ठ भलिबल क्लब र जाउलाखेल भलिबल प्रशिक्षण केन्द्र बीचको विजेता टिमसँग खेल्नेछ। त्यस्तै नेपाल पुलिस क्लबले कोशी प्रदेश भलिबल सङ्घ र किर्तिपुर भलिबल प्रशिक्षण केन्द्र बीचको विजेता टिमसँग क्वार्टर फाइनल खेल्नेछ। अब सबैको ध्यान सेमिफाइनल र क्वार्टर फाइनलतर्फ रहेको छ। महिलातर्फ न्यू डायमन्ड, त्रिभुवन आर्मी, एपीएफ र नेपाल पुलिस यी चारै टोली उपाधिका प्रबल दावेदार देखिन्छन्। त्यस्तै पुरुषतर्फ रुकुम पश्चिम भलिबल क्लब, टिपटप हेल्प नेपाल, आर्मी, पुलिस, एपीएफ र खिल्जी सबै टोलीको प्रतिस्पर्धा झनै रोचक हुँदै गएको छ। अझ थप रोचक खेलहरू हुने अनुमान लगाउन सकिन्छ। दर्शकवृन्द, नभो एनबिए भलिबल च्याम्पियनसिप अहिले निर्णायक मोडमा प्रवेश गरिसकेको छ। अबको प्रत्येक खेल फाइनल जत्तिकै महत्त्वपूर्ण हुनेछ। यदि तपाईलाई यो विश्लेषण
मन पर्यो भने लाइक गर्न नबिर्सनुहोला, कमेन्टमा आफ्नो विचार लेख्न नबिर्सनुहोला र च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नुहोला। म फेरि भेट्नेछु अर्को अपडेट सहित। धन्यवाद, नमस्कार।